एस्थेटिक बडी बनाउनको लागि यो 5वटा कुरा भए पुग्छ। नम्बर 1, प्रपर ट्रेनिङ। जिम गएर एक्सरसाइज गरिरहेको छु मात्रैले नहुन सक्छ। प्रपर मसल स्टिमुलस जरुरी छ। त्यो भनेको कसरी गर्न सकिन्छ त भन्दाखेरि प्रोग्रेसिभ ओभरलोड र ट्रेनिङ टु फेलियर। राम्रो इन्टेन्सिटीका साथ वर्कआउट गर्नुपर्छ। त्यो भनेको कस्तो भन्दाखेरि आफ्नो क्यापासिटीलाई चाहिँ इन्क्रिज गर्दै लानुपर्छ। जिम गएर मैले उठाएको छु मात्रैले हुँदैन। आज कति गरेको छु र भोलि मैले त्यो भन्दा लेभल अप कसरी गर्छु र कति गर्छुले पनि डिटरमाइन गर्छ हजुरहरूको प्रोग्रेस। नम्बर 2, डायट। अब वर्कआउटले के गर्छ त मसल फाइबर्सहरूलाई ब्रेक गर्छ। अब ब्रेक गरेर मात्र त ठुलो हुँदैन। ठुलो हुने भनेको त्यो ब्रेक भएको मसल टिस्यु फेरि बिल्ड हुँदाखेरि ठुलो हुने र बिल्ड हुने भनेको प्रपर न्युट्रिसनले। मसल बिल्ड गर्ने मेन म्याक्रो भनेको प्रोटिन हो। सो आफ्नो डायटमा प्रोटिन इन्टेक चाहिँ सफिसियन्ट हुनुपर्छ। त्यो भन्दैमा खाली प्रोटिन मात्रैमा ध्यान दिने, प्रोटिन मात्रै खाने, कार्ब्स कट गर्ने पनि होइन। किनकि कार्ब्स पनि चाहिन्छ तपाईहरूको प्रपर ब्रेन फङ्सनिङको लागि र प्रपर एनर्जीको लागि। किनकि जति एनर्जी भयो हामीले त्यति इन्टेन्सिटीका साथ त्यति आफ्नो क्यापासिटी पुस गर्न सक्छौँ। सो एभ्री म्याक्रोज आर इम्पोर्टेन्ट। नम्बर 3, स्लिप। मसल ब्रेक भयो, मसललाई प्रपर न्युट्रिएन्ट्स पायो। अब त्यो बिल्ड हुनको लागि के चाहियो? रेस्ट चाहिन्छ। सो त्यो रेस्ट भनेको चाहिँ हामीले स्लिपबाट पुर्नुपर्छ। 7 to 8 hours अफ स्लिप इज रिक्वायर्ड डेली। नम्बर 4, कन्सिस्टेन्सी। यो नम्बर 1, 2, 3 एक दिन, एक हप्ता, एक महिना मात्रै गरेर पनि हुँदैन। यसलाई चाहिँ लाइफ लङ लग्न सक्ने कन्सिस्टेन्सी हुनुपर्छ। र नम्बर 5, पेसेन्स, जुन चाहिँ एकदम इम्पोर्टेन्ट हो र धेरैजनाहरू चाहिँ यही कुरामा चिप्लिनुहुन्छ। मसल बिल्डिङ, बडी ट्रान्सफर्मेसन भनेको एक दिन, एक महिना, एक हप्तामा हुने कुरा होइन। यो भनेको एकदम स्लो प्रोसेस हो। किनकि आफ्नो बडीलाई बानी पार्नुपर्छ कि तिम्रो नर्मल एक्टिभिटी भनेकै यतिको इन्टेन्स हुन्छ। त्यही भएर बी स्ट्रङ, बिल्ड योर मसल भनेर। किनकि अब नर्मल एक्टिभिटी गर्ने, नर्मल बेसिक फङ्सनिङ गर्नको लागि हामीलाई त्यत्रो एस्थेटिक मसल्सहरू चाहिँदैन। त्यही भएर बडीले त्यो युजलेस भन्न थाल्छ। तर हामीले बडीलाई के बुझाउन सक्नुपर्छ भन्दाखेरि तिम्रो नर्मल बेसिक मुभमेन्ट, बेसिक इन्टेन्सिटी भनेकै यही हो है, रेगुलर रूपमा यही हुन्छ भनेर बडीले एक्सेप्ट गरेपछि बल्ल बडीले त्यो मसल चाहिँ ग्रो गर्न थाल्छ। सो यति 5वटा कुरा भयो भने यु क्यान अचिभ द थिङ यु आर लुकिङ फर।